चिकनको पखेटा है यो खुर्सानी के हालेर मोलेर राखेको है यो चाहिँ मलाई थाहा छैन अनि यसरी फ्राई गर्दैछन् मेरो साथीहरूले यो सबै खानेकुराहरू चाहिँ हाम्रो दसैँको लागि प्रिपेयर गरेको है इङ्ग्लिस बोले भयो कि भएन मलाई थाहा भएन हेलो साथीहरू नमस्ते फ्याफुल्ला वेलकम ब्याक टु मायाको युट्युब च्यानलमा अनि ह्याप्पी दसैँ आज चाहिँ दसैँको सेकेन्ड डे नवमी है आज नवमी हो अनि आफू हजुरहरू सबैजनाले चाहिँ दसैँ एकदम रमाइलोसँग मनाउनु भयो होला मनाउँदै हुनुहुन्छ होला अनि है हामी चाहिँ हाल साइप्रसमा छु है साथीहरूलाई चाहिँ थाहा होला नयाँ साथीहरूलाई चाहिँ थाहा नहुन सक्छ है त्यही भएर म चाहिँ हाल साइप्रसमा छु अष्टमीमा चाहिँ दसैँ मनाउन पाएन अनि आज चाहिँ हामी यसो दसैँ मनाएको जस्तो मात्रै गर्न लाग्यो है साथीहरू कामबाट आएर होइन त मनाएको जस्तो गर्न लाग्यो किनभने होइन दसैँ मिस गर्नु भएन नि त नेपाली हो होइन दसैँ मनाउनुपर्छ रमाइलो गर्नुपर्छ जहाँ गए पनि आफ्नो पर्वहरू चाहिँ छोड्नु हुँदैन हामी चाहिँ हाल 3 जना साथीहरू छौँ होइन मेरो साथी अंशु त्यो त कतिपय साथीहरूलाई थाहा नै होला है अनि अर्को साथी ललिता अनि ऊ चाहिँ तपाईँहरूले मेरो भिडियोमा खासै देख्नु भएको छैन हो है अनि होइन नेपालमा त दसैँ एकदम रमाइलोसँग मनाउँदै हुनुहुन्छ होइन हामी तामाङहरूको चाहिँ भैँसी काटेर रागो काटेर यति धेरै मासुहरू सुकाएर सुकुटी बनाएर राखेको देखेको थियौँ एउटा कुरा चाहिँ ठिक छ के अरे विदेशमै भए पनि नेपालीहरू भएपछि चाहिँ अलि मनमा त्यति धेरै दुःख चाहिँ हुँदैन दुःख लाग्दैन है जो साथीहरू छ भन्ने हुन्छ अनि खासै फ्यामिलीको याद आउँदैन भन्दा पनि त्यति धेरै दुःख जस्तो चाहिँ लाग्दैन है मेरो विचारमा मलाई चाहिँ त्यस्तो भयो किनभने हामी यहाँ साथीहरू भएर होला अनि घरमा पनि अब अभियसली मम्मीहरूलाई त याद नआउने कुरै भएन चाडपर्वमा आफ्नो छोराछोरीहरूसँगै साथमा नभएपछि के हुन्छ न्यास्रो लाग्छ मनमा खिन्न हुन्छ मम्मीले आँसु झार्दै हुनुहुन्थ्यो बिहान पनि जतिखेर फोन गरे नि फेस्टिभलहरूमा चाहिँ मम्मीले आँसु झार्नुहुन्छ के गर्नु होइन रहर होइन बाध्यता पैसो कमाउनलाई आमा बुवासँग बसौँ भने पैसा हुन्न पैसा भयो भने आमा बुबा साथमा हुन्न त्यही हो दिदीबहिनी दाजुभाइहरूलाई पनि मेरो तर्फबाट धेरै सम्झेको छु अनि ह्याप्पी दसैँ अनि मेरो दिदीबहिनीहरू मेरो इष्टमित्रहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू सबैजनालाई दसैँको शुभकामना दसैँ राम्रोसँग मनाउनु हामी पनि आज मनाउँदैछौँ म चाहिँ भेज है अनि मेरो लागि चाहिँ साथीहरूले यहाँ खतरा खानेकुरा बनाएर राखेको रहेछ बिचराहरू धेरै ठुलो भव्य तरिकाले चाहिँ मनाएको होइन हामीले होइन जे होस् मनाएको जस्तो भनौँ न अब मनमा शान्ति हुन्छ अलिकति भयो नि त्यही हो अनि अंशु चाहिँ कहाँ गयो खोइ थाहा छैन मेरो अर्को साथीहरू त्यहाँ पकाउँदै हुनुहुन्छ अझै है म चाहिँ खासै पकाएको छैन म 1 नम्बरको अल्छी हो अनि साथीहरू तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो अनुहार यो अनुहारले गरेर मलाई भिडियो नि बनाउन मन लाग्दैन किनभने यो सबै साइप्रसको घामले यस्तो भएको हो है दसैँमा चाहिँ चिउरा खानुपर्छ अरे होइन मेन कुरा चाहिँ चिउरा मासु खाने चलन छ है हाम्रो नेपालीहरूको अनि हामीले चिउरा लिएर आएको छौँ अनि त्यसपछि यहाँ साथीहरूले अचार एकदम मिठो बनाएको छ अघि नै हामीले टेस्ट गरिसके अनि अन्डा यति धेरै बनाइदिन्छ अनि यो चना फ्राई गरेको चना अनि चाहिँ यो स्प्राइटहरू के हो यो सोडा पानी यति बेला चाहिँ हाम्रो काम सकिसकेको छ है हाम्रो काम सकिएको त्यही भएर अब खाना रेडी आज चाहिँ पब्लिक होलिडे रहेछ तर हामीले होलिडे पाएन त्यही भएर काम गरेर भर्खर आएर दसैँको बारेमा के बोलाउँदैन कसरी बोल्ने नेपाल गएर ए सासुको भ्लग त हालेन हो नेपाली भाषामा तामाङ भाषामा हाम्रो घरतिर भप्पु भन्छ यसलाई भगटे भन्छ नेपाली भगटे हो हाम्रो भगटे भन्छ नेपाली भाषामा यसलाई ठेट अर्थमा के भन्छ यसलाई नेपालीमा भगटे भनिन्छ अरे हो अनि साथीहरू अब चाहिँ हामी रेडी हुन जान लाग्यो किनभने दसैँ आएको जस्तो के अरे फिल गराउनको लागि चाहिँ नयाँ लुगा लाउँदैछौँ है हामी
एकछिनमा भेटौँला थाहा पाउनु भयो होला होइन अघि चाहिँ म एउटा टी सर्टमा प्याट 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 कराइरहेको थिएँ होइन दसैँको शुभकामना दिँदै थिएँ अनि अहिले चाहिँ थोरै रेडी भएको थोरै लिपस्टिक लगाएँ झुम्का लगाएँ मेकअप सेकअप चाहिँ केही नै गरेन होइन यो थोत्रो अनुहारमा जे लगाए पनि केही नै हुँदैन है साथीहरू अनि यही कुर्ता लगाएँ यसो फोटो सोटो खिचेर फेसबुकतिर हालिदिनु पऱ्यो भनेर के अब मेरो साथी टिकटक बनाउनु लाग्छ अन्छु अनि मलाई नआऊ भने छ क्या जे भयो नि दसैँ आएको जस्तो फिल गराउनु पऱ्यो होइन हुनु पऱ्यो होइन साथीहरू आशा गर्छु हजुरहरूले पनि धेरै इन्जोय गर्नुभयो होला पिङ खेल्न पाए हुन्थ्यो कि पिङ टाइम भएको छ 6:30 है अनि हामी चाहिँ फोटो सोटो खिचियो होइन अनि मेरो रियल अनुहार तपाईँहरूले देख्न सक्नुहुन्छ मैले सबलाई भनिदिन्छु नि त म त मेरो रियल नै यस्तै छ म के गर्ने म त बरु मलाई केही यसको उपाय छ भने भनिदिनु न है उजुबा लानुपर्छ के उजुबा भनेको कि त्यही लान्छ है हो त्यसले जान्छ रे जान्छ नेपालमा पाउँछ हो यहाँ पाउँछ सुनिल त्यस्तै मगाएको थिएँ हामी दिनभरि काम गरेर आयो होइन भोलि काम हुन्छ नि त त्यसको भएर आज हामीले अझै मनाएको अनि त्यही हो गाउँघरमा चहल पहल भइरहेको हुँदाखेरि हामी नि यसो होइन के गरौँ भन्ने खासै त्यस्तो के त गर्न सकिएन अब हाम्रो चाहिँ घरमा टिका छैन मेरो घरमा चाहिँ अङ्कल बित्नु भएको हजुरआमा बित्नु भएको है यही वर्ष त्यही भएर हाम्रो घरमा चाहिँ टिका छैन मेरो साथीको चाहिँ छ ऊ चाहिँ लिमासोल जाँदैछ सन्डे जाने लिमासोल अनि म चाहिँ जान्न किनभने मेरो टिका पनि छैन केही छैन त्यही भएर म घरमै बस्ने खासै मलाई बाहिर जान मन पर्दैन त्यो पनि हामी साइप्रस आएर फर्स्ट टाइम मनाउन लाग्यो है हामीले फर्स्ट टाइम हो है पुराले मनाएन मेरो साथी र म चाहिँ काम गरेर आएको थिएँ अनि हामी त खासै मनाउन भनेर बसेको अर्को साथीको चाहिँ छुट्टी थियो उसको काम नै अर्कै हो त्यही भएर ऊ चाहिँ ब्युटिसियन हो नि त है उसले चाहिँ पकाएको सबै बिचा उसले पनि पकाएर रेडी गरेर अनि हामीले सबै लुगा लगाएर अब खाने मात्रै हो अनि खाना नि सेलाइसक्यो फोटो खिच्न भिडियो बनाउन पाएपछि खाना पनि चाहिँदैन कि हामीहरूलाई अनि के गर्नु साथीहरू हाम्रो अनुहार हेर्नुहोस् मेरो साथीको खासै छैन अनि मैले चाहिँ यो पोतो आयो भनेर के गरेको थियो अरे लेजर गरेको थियो त्यहाँबाट चाहिँ मेरो स्किन एकदम ड्यामेज भयो म त के गरौँ भइसक्यो साँच्ची हो मलाई दिक्क लागिसक्यो भाइ केही उपाय भयो भनिदिनु साथीहरू अब चाहिँ हामी फोटो खिचेँ भिडियो बनाउने भन्दा पनि अब खानातिर लागौँ किनभने 6:30 भइसक्यो है खाँदाखेरि भेटौँला है त साथीहरू ल है साथीहरू अब चाहिँ हामी खानाको लागि रेडी गर्दैछौँ होइन मेरो साथीले चाहिँ चिउरा हाल्दै छिन् ऊ चाहिँ भान्से हो होइन कुक उता राम्रै देखेपछि कस्तो राम्रो कुर्ता लाग्छ उसले मेरो ललिता साथी भनेको चाहिँ उहाँ नै हो होइन अनि उहाँको चाहिँ अलिकति मुड अफ भइरह टिकटकमा भिडियो नराम्रो आयो रे अब मान्छे जस्तो त त्यतै आउने त भने मेरो साथीहरू राम्री त छे अनि यो चाहिँ आलुको अचार म यहाँ बुहारी मान्छे हो कि ऊ चाहिँ बुहारी मान्छे हो ऊ त आफ्नो बर्थडे पकाइसक्यो म यहाँ अनि सासू त हो अनि हामी चाहिँ यसरी दसैँ मनाउँदैछौँ होइन परदेशमै भए पनि यो अचार त खाने हो नि सबै पेट दुख्यो आज एक दिन दुखेर केही हुन्न ऐ दिक्री यो चाहिँ चिकन रोस्ट तिमी खानु खाऊ तिमी अनि भान्से हुँदा कस्तो फिल भइरह कस्तो यस्तै भने मेरो साथी एकजना चाहिँ भित्र हुनुहुन्थ्यो अनि उसलाई बोलाएको अनि एकछिन चाहिँ अनि उसले चाहिँ हामीले खाएको छैन तिमीलाई कुरेको छिटो भने मुख चाहिँ चलाउँदै तिमीलाई कुरेको छिटो आउने हामीले खाएको छैन अरे के अब चाहिँ हामी खाना सुरु गरेको है त साथीहरू हामीले चाहिँ यसरी खानु हामीले फोन चाहिँ अलिक टाढा राखेको छौँ कि किनभने सबै देखिरोस् भनेर के
Em rồi ăn là món này nó cũng nhà nữa ăn xong खाँदै गएपछि साथीहरूसँग बोल्दै गएपछि पच्छ के chứ mày qua chờ đó ह्याप्पी बर्थडे भन्दै है nó từ ai nhưng mà दसैँमा पर्छ त्यसो गरे खाने là thành rồi Được rồi. चिल्लो साउन्ड जाऊ है Thế ơi, để lúc mình ra sàn đấy. धन्यवाद तिमीले पकाएर गरेर गर्छौ हामीले दसैँ जस्तो बनाइदियो माछा अन्डा मासु एकैचोटि खानु हुँदैन नि नेवारहरू बहुत टेस्टी हुन्छ हो अन्डामा खानु तर आज रातभरि सुत्न सक्दैन मलाई थाहा छ किन कस्तो थाहा छ नि त कसले खाने देखेपछि बेसी खानु नलाग्छ नि कुरा खाँदैन खानाहरू चाहिँ माछा गर्दैन भइहाल्यो हामी यसो गर्दैन खानै पाउँछु दसैँ रमाइलो भयो धन्यवाद हामीले पकाएर खाना दिएकोमा है मैले आज पकाएको कस्तो राम्रो के बनायो तिमीले भन अचार चिकन विङ्स अनि चना अन्डा अन्डालाई एग उसिनेर फ्राई गरेँ That's all. दासामा माछाको काँडाले अहिले को म होइन चेस गर्नु Happy दसैँ थ्याङ्क यू हामीले चाहिँ खाएर भाँडा मात्रै यसरी थुपारिराखेको हाम्रो दसैँ चाहिँ सक्यो हामीले चाहिँ एकदम रमाइलो गऱ्यौँ एकदम खायौँ एकदम मिठो भयो होइन यता चाहिँ कुनामा कुकुर सुत्ने ठाउँ नै देखिरह अनि यिनी मेरो साथी ल भन आजको हाम्रो दिन कस्तो भयो रमाइलो भयो खायो सक्यो ललितालाई एकदम धेरै धेरै धन्यवाद अनि? सबै खानाहरू रेडी बनाएर राखिदियो हाम्रो लागि उसको लागि अनि उसले पनि खाइसक्यो खाएर ऊ रेस्ट गर्नु गयो अब चाहिँ हामी चाहिँ यताउति गर्ने सबै ललिताले बनाएको यो चाहिँ खाएर भाँडा यसरी थुपारिराखेको ललिता नभए हामी यस्तो गर्दैन किनकि हामी काममा जान्छ नि आइस थाकै हुन्छ नि कस्तो गाह्रो हुन्छ नि त अनि गर्छ हामी बनाउन ललिताको उसको बिदा थियो नि उसले चाहिँ म बनाउँछु नि त भन्ने भने अन्त उसले बनाएको सबै दसैँ ह्याप्पी सबैलाई दसैँ सबैजनालाई है त साथीहरू Bye bye. तपाईँहरू पनि रमाइलो गर्नुभयो होला होइन दसैँ राम्रो भयो होला हाम्रो पनि एकछिन भए नि रमाइलो भयो भन्ने भयो होइन रमाइलो नि भयो एकछिन भयो नि हामी चाहिँ 3 वर्ष भइसक्यो यहाँ आएको तर हामीले 3 वर्षसम्म नि एकचोटि नि दसैँ यसरी मनाएको थिएन यो पालि मात्रै हो मेरो चाहिँ टिका छैन मेरो चाहिँ आफ्नै घरमा अङ्कलहरू बित्नु भएको छ मैले भनेर अघि नै भनिसकेको जस्तो लाग्छ अनि मेरो साथीको चाहिँ छ है अनि उनी चाहिँ उसमा दसैँ लिमासोल जाँदैछिन् सन्डे म चाहिँ जान्न साथीहरू होइन अनि आजको हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् ह्याप्पी दसैँ सबैजनालाई यति भन्दै आजको लागि भिडियो चाहिँ एन्ड गर्न चाहन्छु बाई बाई सी यू नेक्स्ट भिडियो बाई